रहेको 8 अरब भन्दा बेसी मान्छे जोहरूको लागि चाहिँ असल शुक्रबार हो। संसारले आज यसलाई चाडको रूपमा मान्ने गर्छ, चाडको रूपमा मान्ने गर्छ। कारण प्रभु यीशु ख्रीष्टले आजको दिन चाहिँ हाम्रो निम्ति, तपाईं र मेरो निम्ति मात्र नभएर, क्रिस्चियनहरूको लागि मात्र नभएर सबै धर्मावलम्बीहरूको लागि, जो धर्म मान्छ त्यो व्यक्तिहरूको लागि परमेश्वरले आफ्नो पुत्र संसारमा दिनुभयो हैन। उहाँमाथि विश्वास गर्ने चाहिँ कोही पनि नाश नहोस्, तर उसले के पाओस्? अनन्त जीवन पाओस्। हामी चर्चमा भेला हुनेहरूको लागि मात्रै होइन, हामी रात दिन संगति गर्नेहरूको लागि मात्र होइन, तर यूहन्ना 3:16 ले भन्छ परमेश्वरले संसारलाई, कसलाई रे? संसारलाई, क्रिस्चियनलाई मात्रै होइन रे, पास्टरलाई मात्र होइन रे, के अरे आमा झुण्डालाई मात्र होइन रे, युथ झुण्डालाई मात्र होइन रे, जसले चर्चको दैलो देखेको छैन त्यो व्यक्तिहरूको लागि, जसले मानिस भएर जन्मेको छ त्यो हरेक व्यक्तिको लागि परमेश्वरले संसारलाई माया गरेर, प्रेम गरेर आफ्नो एकलौटे पुत्र पनि बाँकी राख्नु भएन भनेर बाइबलले भन्छ। मैले भनेको होइन है, मैले भनेर यहाँ तपाईलाई केही पनि फाइदा छैन, तर बाइबलले भन्छ यूहन्ना 3:16 पढ्नुभयो भनेदेखिलाई परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, यस्तो प्रेम गर्नुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् अरे। उहाँले आफ्नो एकलौटे पुत्रलाई संसारमा पठाउनु भयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् भन्ने हिसाबमा, बुझ्नुभयो? त्यही भएर संसारको लागि चाहिँ यो गुड फ्राइडे हो, हाम्रो लागि चाहिँ असल शुक्रबार हो। तर आजको दिन चाहिँ प्रभु यीशु ख्रीष्टको लागि असल थिएन प्रिय, असल थिएन। आजको दिन चाहिँ प्रभु यीशुको लागि असल थिएन। उहाँले, हामीले बाइबलमा पढ्छौँ भनेदेखिलाई आजको दिन चाहिँ टन्टलापुर घाममा 9 मनको क्रुस भन्छ, धेरै ठुलो भारी क्रुसको, काठको क्रुस बोकेर, क्रुस मात्रै बोकेको थिएन, उसलाई, उहाँलाई लात्ताले हिर्काइराखेको थिए, ठोकिराखेको थिए, पछाडिबाट घुस्सी हिर्काइराखेको थिए, भयभरको सबै थोक उनीहरूले प्रयोग गरेर यीशु ख्रीष्टलाई लाचार बनाएर राखेको थियो। त्यो असल शुक्रबार चाहिँ तपाईँ र मेरो लागि हो, तर प्रभु यीशुको लागि थिएन, बुझ्नुभयो? प्रभु यीशुको लागि असल शुक्रबार थिएन। उहाँको लागि यो एकदमै दयनीय अवस्था थियो, एकदमै गाह्रो कुरा थियो। टन्टलापुर घाममा उहाँले त्यो गलगताको त्यो क्रुस गाडेको ठाउँसम्म पुग्नको लागि चाहिँ उहाँलाई गाह्रो परिराखेको थियो। तर त्यो सबै संसारमा रहेको तपाईँ र मेरो लागि असल शुक्रबार होस् भनेर उहाँले आफूलाई त्यो शुक्रबारको दिन चाहिँ के गर्नुभयो? दुःख दिनुभयो, समस्या दिनुभयो, आफैमाथि त्यो सबै कुरा आउन दिनुभयो। आउनुहोस् हामी बाइबल पढ्नेछौँ ल। तपाईँले मेरो साथमा खोलिदिनुहोस् यूहन्नाको पुस्तक, सुसमाचार यूहन्ना। ल कसले छिटो पढ्ने? सुसमाचार यूहन्ना 19:30 सुसमाचार यूहन्ना 19:30 पतलाई। जब यीशुले चित्कार लिनुभयो तब उहाँले भन्नुभयो, अब सिद्धियो, र उहाँले सिद्धियोलाई आमेन। जब यीशुले प्राण त्याग्नुभन्दा अगाडि चित्कार लिनुभयो, कराउनु भयो, लुका र मत्तीको पुस्तकमा लेख्छ भनेदेखिलाई उहाँले ठुलो स्वरमा कराउनु भयो अरे। अनि उहाँले यूहन्ना 19:30 यसरी भन्नुहुन्छ, अब सिद्धियो। अब सिद्धियो भनेको चाहिँ के हो हजुर? सिद्धियो भनेको के अरे? होइन, सिद्धियो भनेको के हो नेपालीमा? सकियो भनेको नि। अब सकियो भनेको नेपाली भाषामा सही शब्दमा यसलाई युज हामी बुझ्छौँ भनेदेखिलाई चाहिँ सकियो भनेको अब म मरे भनेको सिद्धियो, मेरो सबै कुरा सिद्धियो, अब मेरो प्राण चाहिँ तपाईँको हातमा अर्पण गर्दैछु परमेश्वर भनेर हामी त्यहाँ पाउँछौँ। मत्तीको पुस्तकमा 27 त्यहाँ 50 ओह्रालो पढ्दै जान्छौँ भनेदेखिलाई त्यहाँ त्यसरी लेखेको छ, जसै यीशुको मृत्यु भयो, यीशुको मृत्यु भयो, त्यो के भएको छ? मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म 2 भाग च्यातिएको छ, 2 भाग च्यातिएको छ। त्यति मात्रै भएन अरे, भुइँचालो गयो अरे। के गरे? ठुलो भुइँचालो गयो अरे। अनि अघिबाटै च्यानमा परेको धर्मी जनहरू त्यति बेला शरीरमा बढी उठेको कुराहरू छ, त्यहाँ लेखेको कुराहरू छ है, मैले भनेको होइन है। तपाईँले मत्तीको पुस्तकलाई पनि पढ्नु, 27 50 51 52 त्यहाँ पढ्नु भनेदेखिलाई त्यसरी लेखेको छ। र मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ के छ भनेदेखिलाई
त्योभन्दा यीशु ख्रीष्ट मृत्यु हुनुभन्दा अगाडि केही हजार वर्ष अगाडि धेरै वर्ष अगाडि यशाया भन्ने एउटा पुस्तक छ त्यहाँ 53 को तपाईले 1 देखि ओह्रालो 8 सम्म पढ्नु भयो भनेदेखिलाई त्यहाँ यसरी लेखेको छ हामी पढेर सुनौँ ल यशाया 53 भनेको चाहिँ 53 म पढ्छु तपाईले सुन्नुस् ल हाम्रो सुसमाचार कसले विश्वास गरेको छ औ परमप्रभुको बाहुबल कसलाई प्रकट गर्यो किनकि ऊ त्यसको सामु कलिलो बोट जस्तो र सुक्खा जमिनको जरा जस्तो बढ्यो हामीले हेर्दा देख्ने उसको न के रूप न शोभा नै थियो न उसमा हामीलाई मन पर्ने के सुन्दरता नै थियो ऊ मानिसहरूबाट निन्दित र तिरस्कृत भयो अफसोसमा परेको मानिस र कष्टसित परिचित ऊबाट मानिसहरूले अनुहार लुकाए निन्दित भयो अनि हामीले उसलाई कुनै मूल्यको ठानेनौं निश्चय उसले हाम्रो कष्टहरू सह्यो र हाम्रो दुःखहरू भोग्यो तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काएको र पिटिएको र दुःखमा पारिएको ठान्यो तर ऊ त हाम्रो अपराधको निम्ति घायल भयो उसले हाम्रो अधर्मको निम्ति चोट पायो हाम्रो शान्तिको निम्ति दण्ड ऊमाथि पर्यो र उसले पाएको कुराको चोटले हामी निको भयौं हामी सबै भेडा झैं बरालिएको छौं हामी हरेक आफ्नै बाटोतिर लागेको छौं औ परमप्रभुले ऊमाथि हाम्रो सबै अधर्महरू हालिदिनु भयो ऊ थिचोमिचोमा पर्यो र उसलाई कष्ट थियो तापनि उसले आफूलाई नम्र तुलाएर आफ्नो मुख खोलेन मारिन लगेको थुमा झैं र आफ्नो ऊन कत्रनेको सामु भेडा लाटो भइदा उसले आफ्नो मुख खोलेन उसलाई अत्याचार गर्यो र दोष लगाएर ऊ लग्यो उसको पुस्ताहरूको मध्ये कसले विचार गरेर ऊ जीवितहरूको देशबाट अलग गर्यो र मेरो प्रजाको अपराधको निम्ति ऊमाथि कुटाइ पर्यो आमेन र परमेश्वरलाई धन्यवाद यहाँ यीशु ख्रीष्ट आउनु भन्दा केही हजार वर्ष अगाडि नै यो कुरा यशाया अगमवक्ताले अगमबानी गरेको कुराहरू थाहा पाउँछौं र यो सबै कुरा आजको दिन हाम्रो लागि गुड फ्राइडे भनेर हामीले मान्ने कुरा चाहिँ कसरी भयो भनेदेखिलाई यीशु ख्रीष्टले मृत्यु जब उहाँले आफ्नो ज्यान चाहिँ तपाईहरु मेरो लागि त्याग्नु भयो त्यो दिन नै संसारले असल फ्राइडे असल शुक्रबार भनेर घोषित गर्यो तर सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भनेदेखिलाई यीशु ख्रीष्ट तपाईं र मेरो निम्ति मर्नु जरुरत पर्यो किन मर्नु जरुरत पर्यो होला हजुर मान्छे जातिलाई जब परमेश्वरले आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो केमा रे आफ्नै स्वरूपमा तपाईले उत्पत्ति 1 को 26 मा पढ्नु भनेदेखिलाई त्यहाँ त्यसरी लेखेको छ आउ हामी मानिस जातिलाई के गरौँ आफ्नै नक्सामा आफ्नै स्वरूपमा बनाऊ आफ्नै प्रतिरूपमा बनाऊ भनेर परमेश्वरले सृष्टि गर्नुभयो र माटो मुछेर परमेश्वरले त्यो मानिस जातिलाई बनाइसकेपछि उहाँले त्यो त्यतिकै राख्नु भएन उहाँले आफ्नो जीवनको सास पनि फुकिदिनु भयो के गर्नु भयो रे जीवनको सास फुकिदिनु भयो यो हामी बोलिराखेको हिडिराखेको चाहिँ उहाँको सास है उहाँको सास हो बुझ्नुभयो अनि परमेश्वरलाई हामीले हरेक समय धन्यवाद दिनुपर्छ र मानिस जातिलाई बनाइसकेपछि परमेश्वरले अदनको बगैँचामा राख्नुभयो कहाँ राख्नुभयो रे अदनको बगैँचामा राख्नुभयो र मानिस त्यो अदनको बगैँचामा बस्दै गर्दाखेरि मानिसलाई एक्लो देख्दाखेरि परमेश्वरलाई पनि होइन यसलाई एउटा सहयोगको जरुरत पर्छ के पर्छ रे अनि परमेश्वरले त्यो दुईजनालाई अदनको बगैँचा हेरचाह गर्नको लागि राखेको हो नि त के गर्नको लागि रे हेरचाह गर्न राख्दै गर्दाखेरि स्त्री जातिलाई सर्पले के गर्छ डिस्टर्ब गर्छ बाधा गर्छ अब यो तिमीले चाहिँ के गर यो फल खाएपछि तिमी त ज्ञानी हुन्छौ तिमी धनी हुन्छौ तिमी आफूलाई राम्रो देख्न थाल्छौ भनेर शैतानले जब चाल गर्यो उसले मान्यो उसले खायो अनि त्यो दिनदेखि यता मानिस जाति पापमा पर्यो परेन मानिस जाति पापमा परेकोले गर्दाखेरि मृत्यु आयो के आयो रे मृत्यु आयो त्यो भन्दा अगाडि परमेश्वरको अनुग्रहमा आदम र हवा जिराखेको थियो त्यतिन्जेलसम्म मृत्यु भन्ने कुरा कस्तो थियो याद पनि थिएन तर जुन दिन हवाले शैतानको कुरा सुनेर पाप गर्यो त्यो दिनदेखि मानिस जातिमा पाप आयो के आयो रे पाप आएपछि अब मृत्यु पनि सुरु भयो के सुरु भयो त्यो आदम र हवाले गरेको पापले गर्दाखेरि आदम र हवाले त्यो फल खाएको कारणले गर्दाखेरि तपाई र म अहिले जिउने व्यक्तिहरूको लागि पनि जिन्दगीमा तपाई र मैले पनि
पापै नगरेको भए तापनि हामी पापमै जन्मिन्छौँ। केमा जन्मिन्छ अरे? पापमै जन्मिन्छौँ। हामी जन्मिँदै पापमा जन्मिन्छौँ। बुझ्नुभयो? जन्मिँदै पापमा जन्मिन्छौँ। नानी एउटा बालक जन्मिएपछि ऊ जन्मिनु बित्तिकै रुन्छ। के गर्छ अरे? रुन्छ। उसले अगाडिबाटै थाहा हुन्छ कि म अब संसारमा पापमा जन्मिँदैछु, पापमा हुर्किँदैछु। कारण मेरो अलिक ठुलो भएपछि नानीले के गर्न थाल्छ? उसको बाउ आमाले अर्काको नानीलाई पक्र्यो भनेदेखि आरिस गर्न थाल्छ। हो कि न भन्नु त? त्यो पनि पाप हो नि त। किनभने अब उसको त्यो नसामा पाप सुरु भइसकेको छ। अब आदम र हव्वाले पाप गरेको कारणले गर्दाखेरि हामी मृत्युमा पर्न पर्यो। केमा पर्न पर्यो अरे? मृत्युमा पर्न पर्यो। त्यही मृत्युमा नपरोस्, यो मानिस जाति पाप गरेको कारणले गर्दाखेरि मृत्युमा जान लागेको छ। त्यो अनन्त मृत्युमा चाहिँ हामी मानिस जाति चाहिँ जानु नपरोस् भनेर यीशु ख्रीष्ट चाहिँ के हुनुभयो? आजको दिन चाहिँ बलिदान हुनुभएको। आजको दिन चाहिँ बलिदान हुनुभएको। त्यसैले नै आजको दिनलाई गुड फ्राइडे भनिन्छ। के भनिन्छ अरे? असल शुक्रबार भनिन्छ। त्यसै त्यो मान्छेले चाडको नाम राखेको होइन। यो यीशु ख्रीष्टले तपाईँ र मलाई आजको दिन चाहिँ उहाँ आफै मरेर चाहिँ तपाईँ र मलाई बचाउनु भएको दिनलाई चाहिँ असल शुक्रबार भनेको। बुझ्नुभयो? यीशु ख्रीष्ट अहिले पढिराखेको थियौँ, उहाँले खाएको कुखुराको चोटहरूले चाहिँ हाम्रो रोगहरू निको भएको छ। आमेन। हामी कराउँछौँ, शैतानलाई डाँट्छौँ। कसलाई डाँट्छ अरे? शैतानलाई डाँट्छौँ। तर अघिबाटै वचन पढ्छौँ भनेदेखिलाई उहाँले खानुभएको त्यो 39 कोराको चोटहरूले चाहिँ हाम्रो रोगहरू निको भइसकेको छ। आमेन। हामीले वचन पढ्नुपर्छ। के पढ्नुपर्छ अरे? वचन पढ्यो भनेदेखिलाई हामी पढ्दा पढ्दै निको हुन्छौँ। हामीलाई शैतानलाई डाँट्नु पर्दैन। शैतान आफसेप दूर हुन्छ। कतिचोटि हामीले यीशु ख्रीष्टको वचन नबुझेको कारणले गर्दाखेरि हामी शैतानलाई डाँट्दै गर्छौँ। शैतानलाई डाँट्नु पर्दैन। तपाईँसँग म भित्र यीशु ख्रीष्ट हुनुहुन्छ। को हुनुहुन्छ अरे? त्यो महान परमेश्वर हुनुहुन्छ, जसको कारणले शैतान हाम्रो छेउ पर्न सक्दैन। त्यसले गर्दाखेरि तपाईँले वचन बुझ्नुभयो भनेदेखिलाई नि शैतानलाई डाँट्न छोड्नुहुनेछ। आमेन। कोही बेला आफै गल्ती गर्छ, शैतानलाई दोष दिन्छ अरे नि त, होइन? मासु खानु नआउने ठाउँमा मासु खाइपठाउँछौँ अनि शैतानलाई दोष दिन्छौँ। त्यो हुँदैन। त्यसले गर्दा वचनले भन्छ उहाँले खानुभएको कोर्राको चोटले चाहिँ रोगीहरू निको भएको छ। कोहरू? रोगीहरू निको भएको छ। आजको दिन उहाँले जति दुःख सहनु भयो नि त्यो चाहिँ तपाईँ र मैले सहनु नपरोस् भन्ने हिसाबमा हो। बुझ्नुभयो? तपाईँ र मैले यीशु ख्रीष्ट चाहिँ क्रुसमा नमारिनु भएको भए यो उहाँले खानुभएको कोर्राको चोट, उहाँले लगाउनु भएको काँडाको मुकुट, उहाँको हात र पाउमा ठोकेको काँटीहरू, उहाँले दुईटा कोखामा घोचेको भालाहरू, त्यो चाहिँ तपाईँ र मैले सहनु पर्थ्यो। कसले सहनु पर्थ्यो नि? तपाईँ र मैले सहनु पर्थ्यो। तपाईँ र मैले सहनु पर्थ्यो। तपाईँ र म 60, 70, 80, 90 वर्ष बाँचे भने यहाँदेखिको उताको जीवन चाहिँ लामो छ। जीवन चाहिँ लामो छ। त्यो जीवनको लागि चाहिँ यीशु ख्रीष्टले आज नै उहाँ हाम्रो निम्ति मर्नुभयो अनि तपाईँ र मलाई त्यो अनन्त जीवनमा प्रवेश गर्नलाई बाटो खोलिदिनु भयो। आमेन। नत्र नि हामी आफ्नो कोसिसले, तपाईँलाई याद छ अरू धर्मावलम्बीको मानिसहरूले कोसिस गरिराखेको छ बिचरा, तर मोक्ष भन्ने कुरा पाएको छैन, मुक्ति भन्ने कुरा पाएको छैन। उनीहरूले गाईदान गर्छ, होइन, पिपल रोप्छ, बर पिपल रोप्छ, धेरै कुराहरू गर्छ, तर पनि मुक्ति, साँचो मुक्ति कहाँबाट पाउँछ भन्ने कुरा अहिलेसम्म पनि उनीहरूले पाउन सकेको छैन। र यीशु ख्रीष्टले आजको दिन तपाईँ र मेरो निम्ति क्रुसमा त्यो आहाल रगत बगाइकन त्यो रगतद्वारा तपाईँ र मेरो पापलाई धोइदिनु भएको छ। तपाईँ र मेरो पापलाई धोइसकेपछि तपाईँ र म स्वर्ग जाने हकदार भएको छौँ। आमेन। र यूहन्ना 1:12ले भन्छ जुन दिन तिमीले मलाई ग्रहण गर्यौ त्यो दिनदेखि नै तिमी मेरो सन्तान भएको छौ। आमेन। कति करोडौं पैसा दिएर, अरबौं पैसा दिएर भएको होइन, उहाँको अनुग्रहले, उहाँको त्यो मृत्युले, यीशु ख्रीष्टको मृत्युको कारणले गर्दाखेरि हामी उहाँको सन्तान भएको छौँ। आमेन। हामी धनी मान्छे, धनी मान्छेहरू, सलमान खानहरू, मुकेश अम्बानीहरू, होइन, यस्तो भयङ्कर भयङ्कर मान्छेहरू छ, आसामको मुख्यमन्त्री, होइन, त्यो व्यक्तिले प्रभुलाई चिन्न सकेको छैन। उनीहरूकोमा अरबौं पैसा छ। पैसाले किनेर पाइने चिज होइन मुक्ति र उद्धार भन्ने कुरा। त्यो चाहिँ उहाँको अनुग्रहमा पाइने कुराहरू।
उहाँको मृत्युमा पाइने कुराहरू। जुन दिन हामी यीशु ख्रीष्टको मृत्युलाई नजिकबाट हेर्न थाल्छौँ, जुन दिन हामी यीशु ख्रीष्टको मृत्युलाई बुझ्न थाल्छौँ, त्यहाँदेखि उसो हामी त साँच्चै नै यीशु ख्रीष्टको के रहेछौँ, सन्तान रहेछौँ भन्ने कुरा जान्न थाल्छौँ। यदि हामी यीशु ख्रीष्टको मृत्युलाई नै बुझेन भनेदेखिलाई हाम्रो संसारमा नै हामी लडाइँ गरिबस्छौँ, हामी संसारमा नै हामी जिइराखेको हुन्छौँ। तपाईँलाई याद छ हामी यत्रो टाढोबाट सिक्किमबाट यात्रा गरेर आउनुको कारण उहाँको मृत्यु हामीले बुझेको कारणले हो नि त, उहाँको दुःख हामीले बुझेको छौँ। अनि हामीलाई सुविधाको खाँचो पर्दैन, हामीलाई भयङ्कर न्याम परेको ओछ्यान चाहिँदैन। कोही बेला हामी बोरामा पनि सुत्नुपर्छ, परालमा पनि सुत्नुपर्छ होइन, कोही बेला यात्रा गर्दा भोकै पनि हुन्छौँ। तर यो सबै कुरा चाहिँ यीशु ख्रीष्टको लागि हो। त्योभन्दा बढी यीशु ख्रीष्टले तपाईँ र मेरो लागि अघिबाटै क्रुसमा दुःख भोगिसक्नु भएको छ। बुझ्नुभयो? त्यो काँटी ठोकिँदै गर्दा तपाईँ र मलाई काँडाले, जङ्गलको काँडाले घोच्दाखेरि कति दुख्छ होइन? तर उहाँको हात र पाउहरूमा काँटी ठोकिएको थियो। के ठोकेको थियो अरे? काँटी। त्यो मामुली काँटी होइन, कति ठुलो काँटी थियो होला तपाईँले सोच्नुहोस्। तपाईँले आफूलाई त्यो जग्गामा राख्नुहोस्, हाम्रो हातहरूमा काँटी ठोकिँदै गर्दा हामीलाई कस्तो हुन्छ। यीशु ख्रीष्टले कसरी सहनुभयो, कसरी सहनुभयो। उहाँको दुईटै खुट्टाहरूमा पनि काँटी ठोकिएको थियो, उहाँको शिरमा काँडाको मुकुट लगाएको थियो, यहाँबाट पनि खुन बगिराखेको थियो। अझै भएन कोखाहरूमा भालाले रोपिएको थियो। हाम्रोतिर भाला केमा प्रयोग गर्छ? सुँगुर घोच्नु। सुँगुर घोच्नु नजान्नेले घोच्यो भने सुँगुर बिस्काइ पठाउँछ होइन। तर यीशु ख्रीष्टको दुईटा कोखाहरूमा भाला घोचिएको थियो। त्यो कसको लागि? तपाईँ मेरो लागि। उहाँको यो पिठुमा नि यो ढाडमा कोर्राको डामहरू छ, कोर्राको डाम त्यो त्यति बेला कोर्राको टुप्पामा चाहिँ फलामको त्यो यस्तो लगाएको थियो। त्यसले चाहिँ यस्तो तान्दाखेरि मासु फङ आउँथ्यो अरे। त्यो त्यति बेला त्यो दृश्यहरूलाई सम्झिनुहोस्। तपाईँले यीशु ख्रीष्टलाई नजिकबाट जब चिन्न थाल्नुहुन्छ नि तपाईँको रोगहरू नि आफै निको हुन्छ। बुझ्नुभयो? आफै निको हुन्छ। तपाईँ र मैले दुःख नगरोस्, मेरो प्रजाहरूले मलाई पछ्याउने व्यक्तिहरूले चाहिँ भोलिको दिनमा पापमा मर्नु नपरोस् भनेर उहाँले सबै दुःख भोगिदिनु भयो। त्यही कारणले आजको दिनलाई चाहिँ असल शुक्रबार भनेर मानिन्छ। के भन्छ अरे? यो चाड होइन है, हाम्रो लागि चाड होइन होला, संसारले त्यसलाई चाडको रूपमा मनाउला, तर यो तपाईँ र मेरो निम्ति चाहिँ यीशु ख्रीष्टले विजयी भएको दिन हो। तपाईँ र मलाई यीशु ख्रीष्टले आफ्नो सन्तान बनाउनु भएको दिन हो। यसलाई चाडको रूपमा मान्नु हुँदैन हामीले। चाड भनेको चाहिँ दसैँ दिवाली हो, नयाँ साल हो, त्यसलाई चाहिँ चाड मानिन्छ। तर यो चाहिँ यीशु ख्रीष्टले मृत्युमाथि विजय पाएको दिन हो। आमेन। यीशु ख्रीष्टले मृत्युलाई चाहिँ त्यही कारणले अघि हामी पढ्दै थियौँ, अब सिद्धियो। के सिद्धियो? म सिद्धियो भनेको होइन, हे पिता म सिद्धियो भनेको होइन, अब चाहिँ सिद्धियो पिता। संसारको मानिसको रोग र बिमार, कष्ट, गरिबी, समस्या सबै कुरा सिद्धियो, किनभने म तपाईँको आज्ञा मानेर क्रुसमा आफ्नो ज्यान त्याग्दैछु, मेरो लागि होइन मेरो प्रजाको लागि म त्याग्दैछु भनेर यीशु ख्रीष्टले त्यसै भन्नुहुन्छ। अब सिद्धियो, सक्यो। अब मानिस दोबारा फेरि पनि क्रुसमा मर्नु पर्दैन, फेरि पनि मानिस के अरे काँटी ठोकिनु पर्दैन, फेरि पनि मानिसले भाला हालिनु पर्दैन मानिसमाथि, फेरि पनि काँडाको मुकुट उनीहरूले लाएर हिँडी बस्नु पर्दैन। अब यो सबै कुरा मैले गरेको छु। अब मानिसको समस्या र दुःख र फिक्री सबै कुरा के भयो? सिद्धियो, सक्यो भनेको। बुझ्नुभयो? र आजको दिनलाई तपाईँ र मैले कसरी अहिलेसम्म मानिराखेको थियौँ, अहिलेसम्म तपाईँ र मैले गुड फ्राइडेको अर्थ कसरी बुझिराखेको थियौँ। कतिवटा जग्गाहरूमा त आजको दिन फास्टिङ बस्छ अनि भरे फेरि मासु पड्काउँछ। त्यो ठुलो कुरा होइन, मासु भात खानु ठुलो कुरा होइन। तर यीशु ख्रीष्टले गर्नुभएको दुःख चाहिँ कसको लागि हो भन्ने कुरा तपाईँ र मैले बुझ्नुपर्छ। अब तपाईँले यति कुरा बुझेपछि यो दुःख चाहिँ यीशु ख्रीष्टले बोक्नु भएको त्यो दुःख र कष्ट, सहनु भएको कष्ट, बगाउनु भएको रगत चाहिँ हामी इसाईहरूको लागि मात्र होइन, हामी क्रिस्चियनहरूको लागि मात्र होइन, किनभने हामी चर्चभित्र आउनेहरूको लागि मात्र होइन, तर सबै संसारको लागि हो। कसको लागि अरे? संसारमा तपाईँ र म मात्रै बस्दैनौँ, संसारमा तपाईँ र म मात्रै बस्छ, मुस्लिम पनि छ, हिन्दू पनि छ, बुद्धिस्ट पनि छ, अरू धेरै धर्मका मानिसहरू छ, कोही ईश्वरै नमान्ने व्यक्तिहरू पनि छ। ती सबै जसलाई परमेश्वरले आफ्नो स्वरूपमा बनाउनु भयो त्यो व्यक्तिहरूको लागि चाहिँ यीशु ख्रीष्ट आजको दिन
मर्नुभयो। त्यही कारण यूहन्ना 3:16 लेख्छ परमेश्वरले सारा संसारलाई यस्तो प्रेम गर्नुभयो। कि क्रिस्चियनले मात्रै लेख्नु भएको छ त्यहाँ लेखेको छ बाइबलमा? परमेश्वरले क्रिस्चियनलाई मात्रै माया गर्नुभयो भन्ने लेखेको छ? छैन। सारा संसारलाई जो संसारभित्र जो मानिसको रूप लिएर आएको छ त्यो हरेक व्यक्तिको लागि यीशु ख्रीष्ट परमेश्वरले आफ्नो एकलौटे पुत्रलाई संसारमा दिनुभयो ताकि तपाईँ र म नाश नहोस्, हामीले अनन्त जीवन पाओस् भन्ने हिसाबमा। बुझ्नुभयो? अघिबाट मैले एउटा फेसबुकमा एउटा भिडियो हेरिराखेको थिएँ, हाम्रो परमेश्वरको दासबाट मैले सुनिराखेको थिएँ। नरक पनि परमेश्वरले मानिस जातिको लागि बनाएको होइन अरे। नरक चाहिँ परमेश्वरले मानिस जातिको लागि बनाएको होइन अरे, त्यो चाहिँ शैतान र उसको दूतहरूको लागि बनाएको अरे। तर यदि हामी नरकमा जान्छौँ भनेदेखिलाई त्यो चाहिँ तपाईँ र मेरो के अरे इच्छाले अरे, तपाईँ र मेरो इच्छाले जानी हामी पाप गरेर नरकमा पस्छौँ अरे। बुझ्नुभयो? यीशु ख्रीष्ट हामीलाई नरकमा पठाउनको लागि मर्नु भएको होइन। यीशु ख्रीष्ट हामीलाई नरकमा जाओस् भन्ने हिसाबमा उहाँ क्रुसमा मारिनु भएको होइन। तर यीशु ख्रीष्ट चाहिँ तपाईँ र म त्यो नरकमा नजाओस्, नरकको ढोका बन्द होस् भन्ने हिसाबमा चाहिँ उहाँ आजको दिन चाहिँ क्रुसमा मारिनु भयो। बुझ्नुभयो? तेस्रो पहर भनेको छ बाइबलमा, दिनको ठिक 3 बजे उहाँले आफ्नो प्राण त्याग्नु भएको छ। त्यति बेला भुइँचालोहरू गयो अरे, मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म फाट्यो। अब मन्दिरको टुप्पादेखि फेदसम्म फाट्नु भनेको चाहिँ पुरानो नियमहरूमा रीतिरिवाज विधि विधानको कुराहरू थियो। परमेश्वरले त्यो रीतिरिवाज र विधि विधानलाई पनि टोटली बन्द गरिदिनु भयो। अब मानिस जाति रीतिरिवाजमा जिउने होइन, परमेश्वरको सम्बन्धमा जिउने हो। आमेन। र परमेश्वरले हामी सबैलाई बचाउनको लागि चाहिँ आफ्नो एकलौटे पुत्र दिनुभयो। अब तपाईँ र मैले दिने कुराहरू पनि छ। उहाँको मृत्युको लागि उहाँले परमेश्वरले त हामीलाई आफ्नो पुत्र उपहारको रूपमा दिनुभयो। अब तपाईँ र मैले पनि उहाँलाई उपहारको रूपमा केही कुरा दिनुपर्ने हुन्छ। बुझ्नुभयो? हामीले दिनुपर्ने कुराहरू चाहिँ म एक दुईवटा कुरा म तपाईँलाई बताइदिउँ। अहिले पनि हाम्रो विश्वासीहरू, हाम्रो मण्डलीहरू यहाँ हौसी खेल्छ खेल्दैन? हौसी खेल्छ? हौसी मेलामा के गर्छ अरे? के गर्छ मेलामा? हौसी खेल्छ। हौसी खेल्नु हुँदैन है। हामी विश्वासीहरू लोभमा, तपाईँलाई याद छ यीशु ख्रीष्टलाई 30 टुक्रा चाँदीमा बेचेर यहुदा इस्करियोती पस्ताएको छ। ऊ पस्ताए मात्र होइन, तपाईँले मत्तीको पुस्तकमा पढ्नु भनेदेखिलाई ऊ झुन्डेर मर्यो भनेको छ। के भएर मर्यो अरे? ऊ लोभको कारणले गर्दाखेरि ऊ झुन्डेर मर्यो। त्यसले गर्दाखेरि विश्वासीहरू हौसी खेल्नु हुँदैन। तपाईँले 1 केजी सुँगुरको मासु लिएर लिनु जानुभएको बजार हौसी खेलेर पैसा मास्नु भयो भनेदेखिलाई परिवार पनि के हुन्छ? रिसाउँछ, मन दुख्छ बिचरा। तपाईँले बरु मासु लगिदिनुहोस् ल। मेलामा गएर तपाईँले हौसी नखेल्नुहोस्। अहिले म विश्वासीहरूलाई, हाम्रो मण्डलीहरूलाई, हाम्रो गाउँघरमा पनि धेरै छ त्यस्तो हौसी खेल्ने। अनि मोबाइलमा त्यो अहिले गेम खेल्छ पैसा लगाएर, त्योहरू पनि अब हामीले बन्द गर्नुपर्छ। किनभने लोभले चाहिँ यहुदालाई जस्तो झुन्डाउँछ। के गर्छ अरे? यहुदा इस्करियोती झुन्डेर मर्यो। ऊ लोभले यीशु ख्रीष्टलाई जब मार्नुपर्छ भन्ने निर्णय भयो तब उसलाई नराम्रो लागेर ऊ गएर पश्चाताप गर्छ। मैले त गलत गरेछु, मैले एकदमै निर्दोष व्यक्तिलाई चाहिँ के गरेछु, मैले बेचेछु भनेर जब पुजारीलाई भन्छ, पुजारीले त्यो तिमी आफै जान, हामी केही पनि जान्दैन भन्दाखेरि ऊ पैसा फ्याँकिराखेर गएर झुन्डिन्छ। झुन्डेर मरेको हामी इतिहासमा पाउँछौँ। बाइबलमा लेखेको छ मत्ती पुस्तकमा 27 पढ्नु भन्नेलाई। बुझ्नुभयो? त्यसले गर्दाखेरि हामीभित्र भएको लोभलाई पनि हामीले मार्न पर्छ। हामीले यीशु ख्रीष्टलाई दिने कुराहरू के हो? आराधना, प्रशंसा, महिमा। हाम्रो जीवनबाट उहाँको महिमा भइराख्नुपर्छ, आराधना भइराख्नुपर्छ। हामी भयङ्कर गाउन बजाउन जान्दैनौँ होला, तर पनि हामीले गर्ने थोकरबाट, हामीले पाएको थोकरबाट, हामीले नोकरी गर्दै गरेको कुराहरूबाट, हामी पढ्दै गरेको ठाउँहरूमा, हामीले काम गर्दै गरेको ठाउँहरूमा, त्यही ठाउँहरूमा पनि अब परमेश्वरले तपाईँ र मलाई त्यो जुन जीवन दिनुभएको छ त्यो जीवनद्वारा परमेश्वरलाई हामीले महिमा दिन थाल्नुपर्छ। बुझ्नुभयो? हरेक कुरामा परमेश्वरलाई हामी धन्यवाद दिन थाल्नुपर्छ। किनभने तपाईँ र म जस्तो व्यक्तिको लागि चाहिँ यीशु ख्रीष्ट परमेश्वर आफै भए तापनि उहाँ मानव रूप धारण गरेर संसारमा आउनुभयो। तपाईँ र म जस्तो संसारले फ्याँकेको व्यक्तिलाई बचाउनको लागि। संसारले हामीलाई पत्याउँदैन होला,
हैन संसारले हामीलाई टेर्दैन होला यो को भन्छ होला तर पनि परमेश्वर तपाईलाई मलाई माया गर्नुहुन्छ आमेन यसै कारण आजको दिन परमेश्वरले आफ्नो पुत्रलाई संसारमा क्रुसमा झुन्डाउनको लागि पठाउनु भयो उहाँलाई झुन्डाउनु मात्र भएन तपाईले पढ्नु भयो भनेदेखिलाई नि तपाईँ त्यहाँ धेरै कुराहरू पाउनुहुनेछ परमेश्वरलाई थुक्काए निन्दाको कुराहरू यीशु ख्रीष्टलाई हैन लातले गुस्सीले हिर्काको कुराहरू धेरै कुराहरू छ त्यो तपाईले त्यो पढ्दै जानु भने तपाईँ गहिराइमा जानुहुन्छ नि तपाईँ आँसु आउन थाल्छ आँखामा किनभने त्यो दुःख चाहिँ तपाईँ र मैले भोग्नुपर्ने दुःख हो तपाईँ र मैले भोग्नुपर्ने तर यीशु ख्रीष्ट आफैले बोकिदिनु भयो एक्लैले बोकिदिनु भयो तपाईँ र म हरेकको दुःख चाहिँ यीशु एक्लैले बोकिदिनु भयो तर पनि हाम्रो विश्वासीहरू चाहिँ अहिले पनि यीशु ख्रीष्टको मृत्युलाई अब यीशु ख्रीष्टको प्रेमलाई परमेश्वरको प्रेमलाई नबुझेर हो कि के हो बेसी भएर हो कि के हो संगति त आउँछ हैन आराधना त गर्छ बाइबल त पढ्छ प्रार्थना त गर्छ तर पनि हौसी खेल्न छोड्दैन अब छोड्नुस् है ल हौसी खेल्न छोड्नु त्यसले लोभले चाहिँ एउटा स्कृतिलाई जस्तो झुन्डाउँछ त्यसले याद गर्नुहोस् तपाईँ र मलाई यो हौसी खेल्नको लागि परमेश्वरले जीवन दिनुभएको होइन तपाईँ र मलाई मेलामा गएर अरूसँग नाच्नको लागि परमेश्वरले तपाईँ र मलाई जो जीवन दिनुभएको होइन परमेश्वरको आराधनामा रमाउनुहोस् परमेश्वरको आराधनामा नाच्नुहोस् परमेश्वरलाई महिमा दिँदै नाच्नुहोस् तपाईँ काम गर्दै गर्दाखेरि परमेश्वरलाई धन्यवाद दिनुहोस् तपाईँको गोजीमा 1 रुपैयाँ नहुँदा पनि धन्यवाद दिनुहोस् तपाईँसँग भेडा बाख्रा रितिन्दा पनि धन्यवाद दिनुहोस् हबकुकको पुस्तकले भन्छ 3:17ले मेरो गोठमा भेडा बाख्रा रित्तियोस् मेरो सबै कुरो रित्तियोस् तर पनि म परमेश्वरमा के गर्छु रमाड गर्छु भनेर हबकुकले भन्छ आयुबले पनि त्यही गरेको छ उसको सबै कुरा खत्म हुँदा पनि आयुबले परमेश्वरलाई के गरे आराधना नै गरिराखे त्यसले गर्दा तपाईँ र मेरो पनि यो अधिकार हो किनभने यूहन्ना 1:12ले भने तपाईँ र म ख्रीष्टको परमेश्वरको सन्तान हो आमेन संसारमा रहन तपाईँ र म क्षेत्री बाहुन राई मगर दमाई जे भए तापनि तर ख्रीष्टमा चाहिँ हामी एउटै सन्तान हौ आमेन र परमेश्वरले हामीलाई आजको दिन यो गुड फ्राइडेको दिन असल शुक्रबारको दिन तपाईँ र मलाई एउटा बेस्ट उपहार दिनुभएको छ त्यो चाहिँ उहाँको आफ्नो एकलौटे पुत्र हो जसलाई चाहिँ विश्वास गर्ने कोही पनि नाश हुन पाउने छैन आमेन के हामी नाश हुनको लागि चर्चमा आएको होइन अब यो चर्चमा हामी तपाईँ र म नाश हुनको लागि आएको होइन भनेदेखिलाई तपाईँ र मेरो अधिकार हो छिमेकीलाई पनि यहाँ बोलाउनु पर्छ ल्याउनु पर्छ आजकल प्रचार गरेर मात्रै हुँदैन तपाईँ र मेरो जीवनशैलीबाट उहाँलाई खुसी पार्नुपर्छ तपाईँले हैन सहयोग गरेर हुन्छ कि तपाईँले कसो गरेर हुन्छ प्रार्थना गरिदिएर हुन्छ कि हेल्प गरेर हुन्छ कि उसलाई दुःख परेको घडीमा तपाईँले गएर 1 बोरा चामल दिएर हुन्छ कि कोही बेला जाडोको अवस्थामा तपाईँले ज्याकेट दिएर हुन्छ कि कोही बेला गरमको अवस्थामा तपाईँले फ्यान दिएर हुन्छ कि त्यसरी तपाईँले आफ्नो छिमेकीलाई तपाईँले चर्चमा खिच्न थाल्नुपर्छ किनभने परमेश्वरले तपाईँ र मलाई जतिको माया चाहिँ उनीहरूलाई पनि गरेको हो आमेन किन संसारलाई माया गर्नुभएको उहाँले बुझ्नुभयो र परमेश्वरले हामी सबैलाई आशीर्वाद दिएको हुन्छ यो सुन्दर समयमा आजको असल शुक्रबारमा गुड फ्राइडेमा म सिक्किमबाट आएर तपाईहरुसँग यसरी वचन शेयर गर्ने मौका पाए र एक्चुअली उहाँले त बोलाउनु भएको हैन म यो बाटो भएर अरुणाचल जाँदै गर्दाखेरि चाहिँ किन यहाँ ननिस्किने भन्ने फेरि उहाँले न्यू खोज्नुहुन्छ भनेर त मैले उहाँलाई फोन गरेर बताएको र आश्रम घरि आएको कारण चाहिँ यस्तो गम्छा थुप्रो पाउँछु भनेर पनि हो मेरोमा थुप्रो छ गम्छा आश्रमको गम्छाहरू र त्यसलाई लगेर म सजाय राख्छु हैन खुसी लाग्छ किन आश्रम आएपछि गम्छा पाउँछ र परमेश्वरले आज पनि गम्छा दिनु भएको छ रे गम्छा भन्दा ठुलो कुरा चाहिँ मैले तपाईहरुसँग आएर परमेश्वरको जीवित वचनलाई आज किन शुक्रबार चाहिँ किन गुड फ्राइडे भनिन्छ भन्ने कुरामा तपाईले मैले तपाईहरुको बीचमा बताउने मौका पाए र परमेश्वरले मलाई साथसाथै सबैलाई परमेश्वरले आशीर्वाद दिएको हुन् र हामी फेरि पनि आउने समयहरुमा हामी भेट्ने छौं र अस्ति मात्रै हामी जनवरीको भरि नै हामी आसाम र अरुणाचल भित्र नै थियौं र परमेश्वरले फेरि पनि यो मौका दिनुभयो यहाँ आउने र फेरि पनि आउनेवाला समयमा मौका दिनुहुन्छ होला र परमेश्वर माथि यो भरोसा राख्दै र आजको यो मेरो गुड फ्राइडेको यो छोटो सन्देशलाई म तपाईहरुको समक्षमा यहाँ राख्न चाहन्छु फेरि पनि सबैलाई जय मसीह र मैले मेरो नाम भन्नै बिर्सेछु मेरो नाम चाहिँ किशन प्रधान म नेवार हो नेपालतिर प्रधान